पर्छ यो चाहिँ रोप्नु झुसले लागेर चाहिँ सकिन हो तल भयो क्या नाम्लो त यहाँ खाना मिठो बनाउँछ है भाउजूले मिठो एकदम दामी यहाँ हाम्रो भाइहरू ल लर्ड हाई गाइस गुड मर्निङ है र हाम्रो चाहिँ आज काम चाहिँ हाम्रो जिन्जर रोप्ने हो र आज चाहिँ हामी अदुवा रोप्ने मल केलाउने र यो चाहिँ हाम्रो घर है र अस्ति चाहिँ मैले अदुवा बारी फाँडेको देखाएको थिएँ तपाईँलाई गोडेको जग्गा बनाएको र अब चाहिँ हामी अदुवा रोप्ने र भिडियोलाई हेर्दै जानुहोस् है म तपाईँलाई देखाउने छु कसरी रोप्दा रहेछ अदुवा प्रायःलाई थाहा छ प्रायःलाई चाहिँ अन्दाज मात्रै छ है कसरी रोप्छ अदुवा र आज चाहिँ हामी अदुवा रोपेर देखाउने छौँ भिडियोलाई तपाईँले हेर्दै जानुहोस् चाहिँ हाम्रो तल्लो घरको भाउजू अनिकितको मम्मी सर्विला भाउजू यहाँ चाहिँ मेरो भाउजूले खाना बनाइदिएको छ र अब हामी चाहिँ मल बोकेर बारी जाने हो यहाँ चाहिँ मेरो दाजु रोयल हातमा ग्लोभ्स लाउने यहाँ चाहिँ मेरो भाइ हाम्रो भाउजूको दिदीको छोरा हाई भन भाइ आज चाहिँ यहाँ सघाउन आएको छ हामीलाई यहाँ दुईजनाले मल केलाउँदैछ हो अन्त अब म तपाईँहरूलाई मल बोकेर देखाउँछु कसरी लानुपर्छ र हाम्रो बारी चाहिँ तल छ हो यहाँ चाहिँ हाम्रो गाईको मल गाई पालेको थियो है अहिले चाहिँ हामीले नभ्याएर चाहिँ गाईलाई बेचिदिइसक्यो र मल चाहिँ है यहाँनिर डिपोजिट छ ल मल बोकेर जाँदैछ पुर्याउनु पर्ने चाहिँ कति टाढो छ टाढो त छैन उही त हो यहाँ चाहिँ हाम्रो मल हामी चाहिँ यहाँबाट हिँडिसकेको छौँ अब हो यो चाहिँ हाम्रो बारी हो अर्ग्यानिक बारी हो खेतीपाती गर्नैपर्छ गाउँ बस्तीमा बसेपछि हो योपालि अदुवाहरू सागसब्जीहरू एकदमै कम्ती रोप्नु थाल्यो मान्छेले है सबै अब किनेरै मात्रै खाँदैछ र यति चाहिँ भनिदिन्छु म गाउँमा बस्यो भने चाहिँ तपाईँहरूले किन्नुपर्ने चाहिँ नुन हो तेल हो अरू प्रायः सबै हुन्छ किनभने रासिन पनि पाइहाल्छ आज रासिन पनि ल्याउनु गएको छ हाम्रो बाबा चाहिँ हो रासिन पनि पाइहाल्छ र हामीले चाहिँ प्रायः किनेर खाने एउटा आदत डालिसकेको छ हो गाइस नभए चाहिँ सब कुरो हुन्छ गाउँमा चाहिँ बारी खन झारगोड पानी हाल बाँझो छ भने पिचकेरी छोड राति बारीमा त्यहाँदेखि कमुलो हुन्छ खन मल घोप्टाउ के टाल्यो हो सब कुरो हुन्छ र पनि मान्छेले किनेरै खान्छ त्यो किन्ने पैसा कति सेभिङ हुन्छ सब्जी किन्ने पैसा अब चाहिँ हामी बारी पुग्न लाग्यो हाई गाइज व्हाट्स अप व्हाट आर यु डुइङ म्यान केही नभए पनि बारीमा यस्तो बोटहरू चाहिँ घरको बारीमै छ है न यसलाई मल पर्छ न जल पर्छ हेर्नुहोस् त यो बोट यो चाहिँ हामीले खनिसकेको बारी है देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ तल चाहिँ हाम्रो यहाँ पक्का राखेको चाहिँ हाम्रो मल हो है यिनीहरूले मल खनाउँदैछ अब हामी फेरि मल ल्याउनै जाने हेर्नु सक्नुहुन्छ बारी हो एकदम मजाको छ बारी यहाँ सब कुरो हुन्छ तर गर्नु चाहिँ पर्यो जाँगर चाहिँ हुनु पर्यो साथीभाइ अदुवा चाहिँ यहाँ छ हेर्नुहोस् है अदुवा दिस वान जिन्जर यो चाहिँ रोप्नुपर्छ अदुवा रोएपछि चाहिँ के हुन्छ भने मलाई चाहिँ अलिक जिउहरू दुखे जस्तो हुन्छ है अब मैले अनुभव गरेको चाहिँ अदुवा खेलाएपछि चाहिँ तपाईँहरूलाई चाहिँ अब कस्तो हुन्छ मलाई चाहिँ त्यस्तो हुन्छ अन्त त्यति हो एकदम भिडियो आजको मजाको आउँछ अर्ग्यानिक ब्लग भिलेज लाइफ स्टाइलमा कसरी रोप्छ हामी देखाउने छौँ तपाईँहरूलाई अब यो सेकेन्ड ट्रिप हो मल यो चाहिँ ए मल ठिक छ भाइ दामी छ है मल ठिक छ अरे एकदम ए पानी के सुकेको के भाइ
यहाँ चाहिँ हाम्रो कहाँ हो गरममा ग्यास हुन्छ नि त डकुमेन्ट्स हेर्नुहोस् ल साथीभाइ गाउँमा बसेपछि चाहिँ पक्का यो चाहिँ डकुमेन्ट्स हो डोकुमेन्ट नाम लो यसले चाहिँ तपाईँको आङ ट्याक्कै छोड्दैन नि अरे यसले यो चिजले चाहिँ 1 महिना दाउरा बोक्यो भने दाउरामा त जानु मन लाग्छ हो घाँस काट्यो भने घाँसमा त काट्नु मन लाग्छ रोड लाइन जानु मन लाग्दैन गाडीहरूको हर्न सुन्दा पनि तर्सिनै पर्छ त फेरि डकुमेन्ट्सले त्यस्तो साथी बनाउँछ मोल त ठिक छ अब चाहिँ झुस्लेहरू लाग्छ म साह्रो झुस्ले लाग्छ मलाई अहिले त कहाँ लाग्छ हौ त्यहाँ पुरा राति सेडी भरि हुन्छ हाम्रो अन्डा पार्छ नि त्यो झुसले लाग्छ नि अब गाउँघर लाग्छ नि झुसले अब झुसले लाग्यो भने त कस्तो भाइरसहरू जाति हुन्छ ल अब भ्लगर यो भ्लगले चाहिँ मल बोक्ने अरे हो गाउँले जिन्दगी यस्तै छ एउटा भाइ त हिँड्यो बिस्तारै बाटो अलिक अप्ठ्यारो छ खिदिन अरे फेरि यसलाई हो भ्लगरलाई बिस्तारै उठे तल भयो क्या नाम्लो त ल त साथीभाइ मल बोकेर लागेको हामी चाहिँ ओह्रालो अब आज दिन पनि एकदम शीतल छ है काम गर्नु सक्ने खालको छ यसरी काम गर्नुपर्छ गाउँ बस्तीमा बसेपछि चाहिँ हेर्नुहोस् हो मलाई चाहिँ लाज भन्ने चाहिँ केमा पनि लाग्दैन हो काम गरेर खानु चाहिँ के को लाज हो त्यो पनि घरको काम हो अहिले फेरि आपाल लात लाउँछ यति गरेन भने फेरि हो अन्त जाँदैछु ल तपाईँलाई तल बारी पुगेर देखाउँछु यो चाहिँ हामीले ल्याएको मल हो है साथीभाइ 4-5 भ्याएर चाहिँ ल्याइसकेका छौँ यो गर हो यो गर यो माथि यो पाइप भएको गडा यतिमै रोप्ने किन अदम बेसी छैन है पहिला चाहिँ हुन्थ्यो नभनेको 7 मन 8 मन हो 10 मन 15 मनहरूसम्म रोप्थ्यो मान्छेले हो अझ आजकल चाहिँ छैन त्यस्तो अब समय अनुसारै होला है समयले के गराउँछ अन्त अब चाहिँ कम्ती है अहिले अदुवा रोप्ने छ भने 1 डोको छ भन्छ अब हुनेको 4 डोको 5 डोको हुन्छ क्यो अब किनभने दामै छैन है फेरि सबै कुरो हुनु पनि त छोड्यो अहिले हो बारीमा फेरि हाम्रो चाहिँ के छ भने चाहिँ यो बारीमा चाहिँ अब जे कुरो पनि रोपे पनि घरमा एकजना मान्छे चाहिँ हुनैपर्छ किन भन्दा चाहिँ मजुरले काबु बनाउँछ मजुर पुरा छ क्यो अब तपाईँहरूकोतिर चाहिँ कस्तो के छ हाम्रो गाउँतिर चाहिँ मजुरले चाहिँ ढुट्टो पारिदिन्छ टमाटर रोप्यो टमाटरै ढुट्टो खोर्सानी रोप्यो खोर्सानी नै ढुट्टो हो त्यस्तो यो जुत्ता त अलिक स्लिप खाँदो रहेछ टाउको फुटाउँछ नि यो जुत्ता अन्त मजुरले काबु बनाउँछ र चाहिँ अब कति चाहिँ ध्यान दिनु भयो अब त्यो रोपिन्जेल फाल्टो काममा पनि जानु पर्यो हो कोही मिस्त्रीमा जान्छ कसै गाडी कुदाउँछ कसै माथि अफिस जान्छ कोही कता जान्छ होइन त्यही भएर चाहिँ मजुरलाई कसले गाइड गर्ने हो त्यो भएर चाहिँ अहिले चाहिँ एकदमै खेती बारीपट्टि चाहिँ मान्छेले कम ध्यान दिन्छ है एकदमै कम्ती दिनु थालेको छ गाउँतिर बस्तीतिर चाहिँ प्रायः घरमै हुन्छ मान्छे है र त्यहाँतिर चाहिँ अब मजाले अब रोपराप गर्छ है र त्यति हो अब चाहिँ अदुवा रोप्नुपर्छ जाँदैछु फेरि मल ल्याउनु मल बोक्नु आउँदैछु यहाँनिर हो एकदम टाढोबाट मगाएको मान्छे हो मिली काम गर्दैछ यहाँ दाजु भाउजूले मल बोकेर ऊ फेरि ट्राई गर्दैछ ऊ हो पहिला त बहुत बोकेको नि ल बोक्यो ल लड्नु चाहिँ नलड्ने ल बोकेर गयो यहाँ चाहिँ हाम्रो मल थियो है यहाँ माथि गाई गोठ थियो यो मल चाहिँ हामीले डल्लै बोकिसक्यौँ अब 12 बजेछ हो अब यहाँबाट यो झ्यास
लानुपर्छ हो। यहाँ हाम्रो ढकनी मल उगाउने। यहाँ केटाहरू पुऱ्याएर पनि आयो, भोक पनि लाग्यो, 12 पनि टक्कै बज्यो है। 12 बज्यो ल त हामीले मल चाहिँ लगिसक्यौँ। अब हामी खानासाना खाएर चाहिँ झ्यास बोकाइ र अदुवा चाहिँ मैले अघि भनेको थिएँ, अदुवा चाहिँ रोप्नु नदिने रहेछ मलाई बाउले है, आप्पाले, किनभने अदुवा रोप्नु जान्दैनै भन्छ हामीलाई अब है। जति नै हामी रोपे पनि अब अलिकति उनीहरूलाई उयो चाहिँ हुँदैन मनमा क्या, कस्तो रोप्यो होला भन्ने भुटभुट हुन्छ। र अदुवा रोपेको चाहिँ देखाउनु नपर्ने रहेछ गाइस। अब हामी खाना खानु गएको। ल हामी चाहिँ खाना खानु बसेको है। यहाँ भाउजूले पकाएछ दाल, के को दाल यो? मुङ दाल, चिकन घरेलु लोकल, भात। यहाँ खाना मिठो बनाउँछ है भाउजूले, मिठो एकदम दामी। यहाँ हाम्रो भाइहरू, भाइ दाजु घरै देखाउँदैन भन्छ, हाम्रो घर चाहिँ यस्तो छ। यहाँ मेरो ड्याड टु ड्याड साहिल भाइ। कहाँ गएको भाइ? कल गएको। भरे झरौँ भोलि? कहाँ बिहा? म भोलि म पनि त लेबुङ जान्छु। बनिन्छ है, बनाइदेऊ ल। ल खाना खानु आउनु रे आपा। ल साथीभाइ हामी चाहिँ अब खाना खाने हो। खाना खाएर चाहिँ झ्यास पल्टाउनु पर्छ। यहाँ खाना पस्किँदैछ एकदम टाइममै खाना खानु पाएँ आज चाहिँ। हजुर आएर धन्न, नभए त त्यही हो माथितिरै मोमोसोमो खायो बस्यो। खाना आयो साथीभाइ। खाना चाहिँ टाइममै खानै ग्यास्ट्रिक हुन्छ, नभए आप्पाले खाना खानु थाल्छ नि। आज चाहिँ टाइममै खाना खानु पाइयो। केमा पिस्यो खाना खानु बिहारी भागी ल मेरो थाल। ल त गाइस अब हामी लन्च लिन थाल्यौँ। खाना खानुपर्छ। खाना खाएपछि एकछिन रेस्ट गरेर चाहिँ काम गर्नुपर्छ। ल म खाएँ ल साथीभाइ। खानासाना खाएर अब चाहिँ रेस्ट गरेर अब चाहिँ झ्यास पल्टाउनु पर्छ है। यहाँ यी दाजुले झ्यास पल्टाउँदैछ, यहाँ भाइले चाहिँ बोक्दैछ। यो चाहिँ अदुवामाथि छाप्ने होइन भाइ? यो चाहिँ अदुवामाथि छाप्ने पुऱ्याइरहेको चाहिँ राम्रो। र अदुवा चाहिँ हामीलाई रोप्नु दिँदैन अरे आप्पाले, बिगार्छ भनेर। र म चाहिँ एकछिन तल अघिकै टारबारीसम्म गएको छु। यसो खाने अदुवा एक दुईवटा सिसामा ल्याउनु पऱ्यो भनेर जाँदैछु बारी। यो चाहिँ घरमा खानुको लागि लगेको है। अब आधा चाहिँ रोप्नुपर्छ, यो चाहिँ रोप्नुपर्छ गाइस। हो यति छ अदुवा। रोप्नु चाहिँ आप्पाले रोप्छ अरे, हामीलाई रोप्नु दिँदैन, बिगार्छ भनेर। ल छोपिराखिदिन्छु, ल छोपिराखिदिएको छु। जान्छु अब। यति भयो अदुवा। घरमा खाने यो सब्जीमा खाने मोमोसम्म बनाउँदा, मेन चाहिँ ननभेज पकाउँदा है। यहाँ चाहिँ झ्यास पल्टाउँदैछ केटाहरूले। यति भएछ ए। यो चाहिँ झ्यास अदुवालाई छाप्ने रोपिसकेर। ल त गाइस आजको काम चाहिँ हाम्रो मल बोकाइ, झ्यास पल्टाइ हो। अदुवा चाहिँ रोप्नु नदिने भयो आप्पाले हो, आफै रोप्छ अरे। र मलाई चाहिँ पुरा झुसले लागेर चाहिँ सकिनँ हो। दुईजना दाजु र भाइले चाहिँ झ्यास बोक्दैछ, आप्पा पनि जानुभएको छ है। मलाई चाहिँ झुसले लागेर अहिले नुहाइधुवाइ गरेर लुगासुगा फेरि है, मेरो चाहिँ कल आयो, म फेरि उकालो जानुपर्ने भयो है। त्यो भएर चाहिँ आजको भिडियो एकदम दामी भएको छ। झ्यास पल्टाइ, मल बोकाइ हो। र अदुवा अब भ्याएको बेलामा चाहिँ अदुवा रोपेको पनि म देखाउने छु। र त्यति भन्दै आजको मेरो भिडियो लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ है। र त्यति भन्दै आजको ब्लग चाहिँ म यहीँ समाप्त। बाई।